त पुरै ब्रह्माण्डमा हामी एक्लै छौं या त ब्रह्माण्डमा दूरी नै यति धेरै छ जसले गर्दा अरू कुनै एलियन सभ्यताहरू एक आपसमा भेट्न सकेको छैन। तर यो ब्रह्माण्ड सकिन अघि नै सबै एलियन सभ्यताहरू एक आपसमा भेट्न आवश्यक छ। सायद तपाईलाई यस्तो लाग्न सक्छ यो ब्रह्माण्ड त अर्बौं वर्षपछि मात्र सकिन्छ, तर तपाईको यो सोच पुरै तरिकाले गलत छ, किनकि स्टेफन हकिङ जस्तो वैज्ञानिकको अनुसार यस्तो पनि हुन सक्छ। यो चीज जसलाई हामीले ब्रह्माण्ड युनिभर्स जस्तो नाम दिएका छौं, जुन त्यो यस्तो पनि हुन सक्छ अर्बौं पटक मध्ये एक पटकमा कुनै अनजान घटनाबाट बनेको हुन सक्छ जसलाई बन्नु नै थिएन, किनकि जब स्पेस यानी खाली ठाउँ समेत अस्तित्वमा थिएन, कुनै एनर्जी वा केही अस्तित्वमा थिएन, तब पनि हामी सबै बनेका छौं। सोच्नुस्, जब खाली ठाउँ समेत अस्तित्वमा नभएको ठाउँमा सबै चीज अस्तित्वमा आयो जसलाई अस्तित्वमा नहुनु पर्ने हो, तर पनि सबै चीज अस्तित्वमा आयो। त्यसैगरी सबै चीज अचानक सकिन पनि सक्छ अनि हामीलाई थाहा पनि हुने छैन। जुन नियम लागुहरू हामीले खोजेका छौं त्यो सबै त्यही नियमले चल्छ भन्ने छैन, तर वास्तवमा यो सबै के हो हामीलाई थाहा छैन। हामीले त बस हाम्रै भाषामा अलग अलग नाम राखिदिएको मात्र हो। वास्तवमा यो सबै र हामी के हो थाहा छैन। अनि यही प्रश्नको उत्तर पाउनको लागि सबै अलग अलग एलियन सभ्यताहरू यो ब्रह्माण्ड सकिनु अघि नै कुनै हालतमा भए पनि भेट्नु पर्ने हुन्छ।